मुरारी त्रिपुरान्तकारी भानु शशि भूमि सुत बुधश्च गुरुश्च शुक्र शनि राहु केतव सर्वे ग्रह शान्तिकर भवन्तु। आज म तुला राशिका पुरुष जातकहरूको भविष्यवाणी गर्दैछु। तुला राशिका पुरुष जातकहरू अत्यन्तै सरल, सीधा, इमानदार र असल हुने गर्दछन्। यिनीहरूले जीवनमा राम्रा कामहरू गरेर आफ्नो छुट्टै पहिचान बनाउन सक्छन्। प्रेम भनेको के हो? प्रेमको परिभाषालाई राम्ररी व्याख्या गर्न सक्दछन्। त्यसैगरी तुला राशिका पुरुष जातकहरू ले मित्रता भनेको के हो, मित्रता कसरी गर्नु पर्दछ भन्ने कुरालाई राम्ररी बुझेका हुन्छन्। आफ्ना परिवारका सदस्यहरूसँग घरमा बसिरहनु भन्दा पनि बाहिर गएर मित्रहरूसँग घुलमेल गरेर बस्नु नै यिनीहरूलाई राम्रो लाग्दछ। कसैले कसैलाई पनि होच्याएर वा हेपेर बोलेको यिनीहरूलाई मन पर्दैन। यिनीहरू न्यायको पक्षधर हुने गरेको समेत पाइन्छ। अत्यन्तै राम्रो तर्क शक्ति भएका, त्यसैगरी तीक्ष्ण बुद्धि भएका, खुश मिजाज भएका यस्ता असल व्यक्तित्वका धनी तुला राशिका पुरुष जातकहरूले समाजमा आफ्नो छुट्टै अस्तित्व स्थापित गरेका हुन्छन्। यिनीहरूले जीवनमा कहिलेकाहीँ के निर्णय लिनुपर्ने हो, कस्तो निर्णय लिनुपर्छ भन्ने कुरामा ढिलाइ गर्दाखेरि धेरै कुराबाट यिनीहरू पछि पर्ने गरेको समेत पाइन्छ। हेर्दामा आकर्षक व्यक्तित्व देखिने र यिनीहरू आफ्नो बोलीको माध्यमबाट सबैलाई आफूप्रति आकर्षित गर्न सजिलै सक्दछन्। यिनीहरूको जीवनको मूल लक्ष्य वा उद्देश्य भनेकै व्यापार गर्नु पनि हो। व्यापार गरेर, व्यवसाय चलाएर आफ्नो छुट्टै प्रतिष्ठा, इज्जत, मान सम्मानलाई कायम राख्न चाहन्छन्। तुला राशिका पुरुष जातकहरू प्रेममा अत्यन्तै इमानदार हुन्छन्। यिनीहरूले जसलाई माया गर्छन् उनीहरूप्रति अत्यन्तै समर्पित भावले रहने गर्दछन्। तर यिनीहरूमा दोधारे प्रवृत्ति समेत पाइन्छ। घुम्न डुल्न रुचि राख्ने, सङ्गीतमा मन लाग्ने, सौन्दर्य प्रेमी भएर प्राकृतिक छटाहरूको अवलोकन गर्दा यिनीहरूलाई असाध्यै रमाइलो लाग्ने गर्दछ। त्यसैगरी विभिन्न प्रकारका अभिनयहरू, साहित्य लेखनमा समेत यिनीहरू अग्रसर भएको पाइन्छ। स्वास्थ्यको विषयमा
कुरा गर्नु पर्दाखेरि यिनीहरूलाई मृगौला सम्बन्धी समस्या भएको वा छाला त्यसैगरी मधुमेह जस्ता समस्याहरूबाट समेत यिनीहरू पीडित हुन सक्छन्। यिनीहरूको जीवनमा समय समयमा वैवाहिक जीवनमा उतार चढाव समेत आउने गरेको पाइन्छ, जसलाई यिनीहरू बुद्धि प्रयोग गरेर सन्तुलित रूपमा राख्न सक्दछन्। यिनीहरू समाजमा राम्रो काम गरेर राजनीतिक वा सामाजिक क्षेत्रमा समेत सफल भएको पाइन्छ। धर्म कर्म प्रति यिनीहरू अत्यन्तै समर्पित भएर धार्मिकताको भावनाले भरिएर धेरै धर्म कर्म प्रति समर्पित भएर यिनीहरूले धेरै असल कामहरू गरेको समेत पाइन्छ। कसैले यिनीहरूको गल्ती देखाइदियो वा कमजोरी बताइदियो भने त्यसलाई विरोध नगरिकन यिनीहरू सहज रूपमा स्वीकार गर्ने गर्दछन्। त्यसैगरी तुला राशिका पुरुष जातकहरू परिस्थिति अनुसार आफूलाई त्यही ढाँचामा ढाल्ने गर्दछन् र आफ्नो कर्तव्यलाई यिनीहरू कहिले पनि बिर्सदैनन्। आफूले पूरा गर्नुपर्ने काम र कर्तव्यलाई इमानदारीताका साथमा यिनीहरूले पूरा गर्ने गरेको समेत पाइन्छ। यो मेरो तुला राशिका पुरुष जातकहरूको बारेमा बताएको सामान्य भविष्यवाणी हो। यो भन्दा धेरै अन्य कुराहरू तपाईहरुलाई बुझ्न मन लागेमा कुण्डलीको माध्यमबाट शुभ अशुभ ग्रहहरू हेरेर अन्य बाँकी रहेका कुराहरू समेत तपाईहरुले बुझ्न सक्नुहुनेछ। मेरो सम्पर्क नम्बर यसै भिडियो मार्फत सहज रूपमा तपाईहरुले प्राप्त गर्न सक्नुहुनेछ। धन्यवाद।